स्तूपा यता हेर्नु त काठमाडौँदेखि चाहिँ यता हेलो नमस्ते सबैजनालाई अब चाहिँ म नारायण कान्ति गण्ठ जमसेनको चाहिँ स्तूपा गणेश साइडमा पुग्ने तपाईँको अनि निस्किनु भएको बाइकमा अनि दाइ पनि हुनुहुन्छ दाइ र मसँगै जाँदा हो दाइ चाहिँ उता हुनुहुन्छ पसलतिर पसलबाट हामी सँगै जाने भन्ने प्लान बनाइरहेको छु ल अब हामी चाहिँ निस्केको यात्रा सुरु गरेको दाइ उता हुनुहुन्छ दाजी आसन बा फाम सोल्लो चिला लावायो कतै भन्ने परि चिलारो गाउँ यो चाहिँ अहिले पिपलबाट निस्केबाट चाबेलबाट बारासान नारायण कान्ति यता बहुता जाम अब हामी चाबेल आइपुग्यो चाबेलमा जाम रहेछ अब चाहिँ हामी जामै जाम स्टार्ट हो होला पुरानी कान्ता आइपुगे अब हामी यो वान वे जस्तो लाग्यो बाइक पुरानी कान्ता तर होइन हेर्छु हेलो बडी हेर्छु नागरी मिसेर त आयो बाइक बाइकतिर त ल्याउन मारे यहाँ खाँदा पऱ्यो आइपुग्यो हामी अब स्तूपा बनाउँदै रहेछ यतातिर गार्डनहरू हामी चाहिँ आइपुग्यो यस्तो स्तूपमा हामी यता गेटतिर छौँ गेटबाट आएको यताको आफ्नो भ्यू देखिँदैछ अब गेटबाट भित्र छिर्दैछु दाइ अगाडि सँगै छु पहिला त यस्तो थिएन अहिले त पुरा गरेर तल्छन् बगैँचा सबैको सब बनाइसकेछ त्यतिर स्तूपा स्तूपा देख्न सक्नुहुन्छ
ए हुन्छ त्यो सिसी क्यामेरा नखिच है कसैले भनेर ठिक छ है गेम सेम खेल्नुमा माथि अब हामी स्तुपाको सिडी चढ्दैछौँ यतातिर सिडी सिडी बन्दै अब माथि उकालो चढ्नु कालो स्तुपा दाइ हुनुहुन्छ दाइसँगै उकालो चढ्दैछु पुरा सास हिँड्दा त थाक्नै छु दाइ यता पछाडि हुन्छ आउँदै हुन्छ दाइ फोटो अहिले भिडियो लगाउने भिडियो काठमाडौँ देखिनेछ यो सिडी चढेको पुरा थाकेको जस्तो भयो अझै उकालो चढ्दैछु सिडी यता माथिसम्म अझै माथि पुगेको छैन त्यही छ सिडी चढ्दैछु यस्तो भयो यता हेर्नु यता काठमाडौँ देखिने चाहिँ यता भ्यू त्यो अगाडिपट्टि लावा त्यो पछाडि के दल के अगाडि पछि आँटे के सेल्फी गरी ल हामी चाहिँ आइपुगे यता स्तुपा यता गार्डन यता देख्नुहुन्छ स्तुपा यताबाट स्तुपा देख्न सकिन्छ स्तुपा अब स्तुपा घुमाउँ अब यताबाट गार्डन साइड बकैन्छ गार्डन बुट्टा हानेको रहेछ यता हामी चाहिँ यताबाट आएको थिएँ यतापट्टि गेट बन्द रहेछ अघि न अनि यताबाट फेरि फर्केर तलबाट घुमेर सिडी चढेर आएको रहेछ त गार्डन स्तुपा दाइ स्तुपा चाहिँ पहिला पनि एकचोटि आएको थियो त्यतिखेर चाहिँ तलतिरको त्यति बाटो चाहिँ राम्रो थिएन त्यतिखेर चाहिँ आज अहिले चाहिँ बाटो पनि एकदम क्लियर पिच गरेर ढलान गरेर बाटो पनि एकदम राम्रो बनाएछ अनि यतातिर गार्डनहरू छ
यो पनि पहिला थिएन जस्तो लागेको थियो यतातिर यो के भन्छ फन पार्क जस्तो भ्यू रहेछ यहाँबाट के पहिला थिएन त्यस्तो ल यसै हो स्तूप चाहिँ काठमाडौँ यताबाट देखिन्छ यो गुम्बा मुनिको गुम्बा फिनिसिङ भइ त्यतिखेर त यो गुम्बा पनि थिएन काठमाडौँ स्तूप ल यति नै हो ल ब्रो स्तूप घुमेर अब फर्किनु भएको यता अन्त स्पोर्ट हामी चाहिँ फर्किनु आएको स्पोर्ट हुनु दाजु अब ओह्रालो झर्दैछ सिधी स्पोर्ट युवा मैले के भयो यसै भित्र भन्थ्यो पो गऱ्यो अब स्तूपबाट फर्किनु लाग्यो फर्किँदैछु कालो चढाइ थियो किन थाक्दैछ अब ओह्रालो झर्दैछु सिडी झर्दै यो बाटोमा हिँड्नै नसक्ने गरी पुरा भिड हुन्थ्यो आज चाहिँ छैन रहेछ तागमा माथि